के छ भन्दाखेरि नेपाल सरकारले सरकारी संस्थानहरुमा पढ्नको लागि चाहिँ एउटा पीजी रेजिडेन्ट बराबर 23 लाख रुपैयाँ जुन विश्वविद्यालयले तोकेको फी छ त्यो पनि दिएको छ। उनीहरुको लागि सञ्चालन खर्च पनि दिएको छ 50% सम्म। त्यो भनेको एउटा विद्यार्थी बराबर 11,50,000 हो। त्यस्तै गरेर सरकारले तलब पनि दिएको छ। इक्विपमेन्टहरु, इन्स्ट्रुमेन्ट्सहरु, मटेरियल्सहरु जति पनि चाहिन्छन् त्यो सबै सरकारले उपलब्ध गराएको छ। त्यसो गर्दा पनि उनीहरुलाई चाहिँ 23 लाख प्लस तपाईको सञ्चालन खर्च 11,50,000 भनेर दिएको छ। त्यसको ठाउँमा तपाईको सरकारी 8औं तह बराबरको तलब बराबरको स्टाइपेन्ड दिने सरकारले निर्णय गर्यो, सरकारले दिएको छ। तर प्राइभेट मेडिकल डेन्टल कलेजमा त्यो सम्भव छ त? अनि सरकारले फी लिन पनि नदिने, सञ्चालन खर्च बापत तपाईको 11,50,000 अर्थात् 50% सम्म दिने हो भने ठीक छ, हामी 48,737 नै दिन हामी तयार छौं। किन विद्यार्थीलाई फी बढाउने? किन विद्यार्थीलाई पीजी रेजिडेन्टलाई चाहिँ हामीले चाहिँ बराबर नदिने? हामी दिन्छौं। तर त्यो राज्यले अर्थात् शिक्षा आयोगले प्राइभेट मेडिकल डेन्टल कलेजलाई पनि एउटा विद्यार्थी बराबर सञ्चालन खर्च भनेर दिनु न त 50% सम्म। त्यो भनेको 11,50,000 हो। अनि हैन भने प्राइभेट चाहिँ अर्थात् चाहिँ सञ्चालकहरूले आफ्नो सारा सम्पत्तिहरू चाहिँ तपाईको चाहिँ अर्थात् यो रिस्कमा राखेर, जोखिममा राखेर तपाईको चाहिँ ब्याङ्कसँग तपाईको चाहिँ खुसामत गरेर ब्याङ्कसँग चाहिँ तपाईको चाहिँ त्यत्रो चाहिँ पर्सेन्टेज ब्याज तिरेर अनि तपाईको चाहिँ लिएर त्यो सबै रिस्क लिएर तपाईको चाहिँ त्यो बराबर दिन सक्छ? न राज्यले हामीलाई चाहिँ फी बढाइदिएको छ, अर्थात् तपाईले न चाहिँ तपाईको चाहिँ राज्यले तपाईलाई सञ्चालन खर्च भनेर दिएको छ। अनि निजीले अर्थात् प्राइभेटले कमायो भने त 25% सरकारलाई राजस्व अर्थात् कर त तिरेकै छ त। भनेपछि हामीले कहाँनिर चाहिँ हामीले चाहिँ विद्यार्थीहरूलाई अप्ठ्यारोमा पार्यौं, अर्थात् हामीले राज्यलाई अप्ठ्यारोमा पार्यौं। हामी त पोस्ट ग्रेजुएट रेजिडेन्टहरूलाई हामीले 48,737 नै दिन्छौँ भनेका छौँ। उहाँहरूलाई हामीले चाहिँ कहीँ अप्ठ्यारो हामीले गराउन भनेका छौँ। तर राज्यले फी पनि नबढाओस्, तर सञ्चालन खर्च मात्रै हामीलाई चाहिँ दियो भने त ठिकै छ त, हामी गर्न सक्छौँ। हैन भने प्राइभेट सेक्टरलाई त्यति अप्ठ्यारोमा पारेर राज्यले विभेदकारी नीति अपनाएर अनि यो गर्नुपर्छ भनेर बाध्यकारी अवस्थामा ल्याउन कहीं यो जायज कुरा हो? यो त विभेदकारी नीति हो। त्यसकारणले गर्दा यसमा शिक्षा आयोगले राम्रोसँग सोच्नुपर्छ, राम्रोसँग चाहिँ उहाँहरूले चाहिँ बुझ्नुपर्छ। त्यसकारणले गर्दा कसैको उक्साहटमा आएर यहाँ चाहिँ तपाईको प्राइभेट सेक्टरलाई धराशायी बनाउनलाई लाग्नु हुँदैन। हैन भने शिक्षा आयोग भन्नुस् या राज्यले सरकारले शिक्षा यो चाहिँ प्राइभेट सेक्टर चाहिँदैन, कुनै पनि प्राइभेट सेक्टर चाहिँदैन, हामीले चाहिँ सरकारले मात्रै सबै काम गर्न सक्छ भनेर आउनु पर्यो। हैन भने अहिले हेर्नुस् त तपाईको यो शिक्षा आयोगको प्रवेश परीक्षा पास गरेर बसेका डाक्टर साहबहरू उहाँहरूलाई के समयको महत्त्व छैन? टाइम इज मनी। तपाईको आज एक दिनको चाहिँ तपाईको महत्त्व छ। आज चाहिँ उहाँहरू चाहिँ पढ्नको लागि लालायत हुनुहुन्छ अनि उहाँहरूले चाहिँ पढ्ने समय गुज्रिँदैछ, घर्किँदैछ, ढिलो हुँदैछ अनि उहाँहरूले भोलि गएर जागिर खानुपर्ने, लोक सहायक दिनुपर्ने, सरकारी सेवामा प्रवेश गर्नुपर्ने, अर्थात् कसैले चाहिँ आफ्नो पेसा व्यवसाय सुरु गर्नुपर्ने, ढिलो भएन र? अनि हामीले 7 दिन लाग्ने काम हामी 7 महिना लगाइरहेका छौँ। त्यसरी चाहिँ तपाईको नेपालको शिक्षा चाहिँ अगाडि बढ्न सक्छ। अनि हामी संसारका चाहिँ तपाईको चिकित्सकहरूसँग हामी कम्पिटेन्ट अर्थात् कम्पिटिसन हामी गर्न सक्छौँ। त्यसकारणले मेरो चाहिँ अर्थात् हाम्रो प्राइभेट मेडिकल डेन्टल कलेजको धारणा के हो भने ठीक छ हामी 8औं तह बराबरकै हामी स्टाइपेन्ड दिने, तर राज्यले सञ्चालन खर्च बापत त दियोस्। हैन भने तपाईको सरकारीमा किन राज्यले सञ्चालन खर्च दिइरहेको छ? कोषबाट लिएर दिइरहेछ। हामी जस्तै निजी सेक्टरबाट चाहिँ तपाईको चाहिँ हामीले तिरेको करोडबाट दिइरा हैन, तपाई हामीले तिरेको करोडबाट दिए हैन। अनि राज्यले चाहिँ विभेदकारी नीति अपनाउन मिल्छ? सरकारी र तपाईको निजी भनेर छुट्याउन मिल्छ? हैन भने सरकारले जति दियोस् न, प्राइभेट सेक्टरलाई त्यसरी चाहिँ तपाईको चाहिँ एउटा विभेदकारी नीति अपनाएर जे मन लागे त्यही अर्थात् चाहिँ बाध्यकारी अवस्थामा ल्याउन मिल्छ? त्यसकारणले गर्दाखेरि हाम्रो चाहिँ अनुरोध के हो भने यो यसको निकास तुरुन्तै नेपालका हाम्रा चाहिँ डाक्टर साहबहरूले तुरुन्तै तपाईको पोस्ट ग्रेजुएट एजुकेसन चाहिँ लिन पाउनुपर्छ। समयलाई चाहिँ तपाईले चाहिँ ध्यान दिनुपर्छ भन्ने हाम्रो धारणा छ।